Hello everyone, Assalamu alaikum, Namaste. Uh, एउटा question: if someone really is interested in pursuing their career in marketing, so मार्केटिङमा पनि थुप्रै क्राइटेरियाहरू छ हैन, लाइक तपाईँ एटिएलमा स्पेसिफिक हुन चाहनुहुन्छ कि बिटिएलमा स्पेसिफिक हुन चाहनुहुन्छ, what's the thing that you really want to do, then there's a graphic designer, सबै कुराहरू त बट वान थिङ हैन, एज अ यत्रो वर्ष सेल्स एन्ड मार्केटिङ दुइटैमा काम गरेको कारणले गर्दाखेरि द्याट आई रियली वान्ट टु सेयर, यदि मार्केटिङमा तपाईँले आफ्नो करियर पर्स्यु गर्न चाहिराख्नु भएको छ भने द मेन थिङ आजको कन्डिसन अनुसार चाहिँ द थिङ द्याट यु वान्ट टु ह्याभ टु लर्न इज डिजिटल मार्केटिङ. एटलिस्ट यु हेभ टु नो द बेसिक्स अफ डिजिटल मार्केटिङ हैन, तपाईँको मेटा सम्बन्धी होस्, गुगल डिस्प्ले एड्सहरू सम्बन्धी होस्, एन्ड देन देयर इज अ कन्टेन्टहरूको सम्बन्धी द बेसिक टर्म्स हैन, त्यसमा तपाईँले त्यो बुझेको चाहिँ हुनुपर्छ. बिकज अनि यो चाहिँ अहिले भर्खरै ग्रोइङ जेनेरेसनलाई विच जस्ट 2021 उहाँहरूलाई चाहिँ धेरै सजिलो छ, बिकज दे आर स्टडिङ दिस थिङ्स, अनि कलेजमा पनि सबै कुराहरू इन्टिग्रेट भएको छ. तर जो अलिकति लगभग उहाँ होइन 8-10 वर्षदेखि काम गरिराख्नु भएको छ इन द मार्केटिङ फिल्ड, बट दे आर स्टिल वान्ट टु होइन मेक देयर करियर मोर बेटर, देन आई थिङ्क दे हेभ टु लर्न दिस डिजिटल मार्केटिङ कन्सेप्ट एभ्रिथिङ. बिकज तपाईँले मेरो जब अथवा कुनै पनि अरू जब भ्याकेन्सीहरू पनि खोलेर देख्नुभयो भने द मोस्ट हाइएस्ट नम्बर अफ होइन जब ओपनिङ इज अफ डिजिटल मार्केटिङ. कसैले पनि मार्केटिङ म्यानेजर अथवा त्यो भनेर खोज्दैनन्, बिकज दे लुक फर द डिजिटल मार्केटिङ म्यानेजर. यदि त्यसलाई डिजिटलको नलेज छ भने द अदर थिङ्स चाहिँ त्यो इजिली पछि कम्पनीको सिनारी अनुसार, कल्चर अनुसार अनि रुल्स भनौँ न एक्टिभिटी अनुसार चाहिँ लर्न गर्न सकिन्छ. तर डिजिटल मार्केटिङको नलेज भयो भने तपाईँको आफ्नो कलेजमा चाहिँ पर्स्यु गर्नु के अरे करियरमा चाहिँ पर्स्यु गर्न चाहिँ एकदमै सजिलो हुन्छ. सो द्याट्स द थट. थ्याङ्क यू सो मच. अल्लाह हाफिज.